दर्शक बिन नमस्ते, वेलकम टू माय यूट्यूब चैनल न्यू डे न्यू ब्लॉग। सो गाइज, आज हामी प्रवासी नेपाल मंच मस्कट द्वारा आयोजित माघी विशेष अवलोकन भ्रमण तथा वनभोज कार्यक्रममा सहभागी हुन जाँदैछौँ। सो लेट्स गो, त्यही गएर तपाईलाई देखाउनेछौँ हामीले कतिको रमाइलो हुँदो रहेछ। सो लेट्स गो। सुजित दाई पनि यहाँ रेडी हुँदै हुनुहुन्छ। ल सुजित दाई, छिटो रेडी हुने, अब यहाँबाट हामी निस्किने हो। सो गाइज, यदि तपाईँ नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब गरिदिनु होला मेरो युट्युब च्यानल। सुजित दाई त पुरा रक देख्नु भयो त्यहाँ। अब हामी लिफ्टको तर्फ जाँदैछौँ। सुजित दाई रोका खोल्दै हुनुहुन्छ, प्रोपराइटरजी। ल कताबाट जाने त? ल साथी, हामी अब लाग्यो। नमस्ते सबैजनामा। आज प्रवासी नेपाली मञ्च ओमनको आयोजनामा हुँदै गरेको माघी विशेष वनभोज कार्यक्रमको लागि हामीहरू पनि उपस्थित जनाउनको लागि सुझावहरू चाहिँ दिँदै गर्नुहोला। अहिले हामी ट्याक्सी स्ट्यान्डनिर आइसकेका छौँ। यहाँबाट ट्याक्सी समातेर घाला राउन्ड बोर्डसँग जाने, त्यहाँबाट हामी बसबाट प्रस्थान गर्नेछौँ। अब ट्याक्सीमा पनि बसियो। सो गाइज, अब यहाँबाट हामी अलखुद भिलेजतिर प्रस्थान गर्ने। ल सुइदै, आजको ट्रिप हाम्रो अब आनन्दमय र रमाइलो होस्। अब फाइनली हिँड्यो हामी। यात्रा पनि आनन्दमय रहे। लगभग हामी आइपुगेका छौँ यतातिर। सो गाइज, अहिले हामी फाइनली अलखुद भिलेज आइसकेको छ। असुविधा पैदल जाने यहाँबाट? अब हामी गाडीमा जाने होइन? बस्नु नि त, यहाँ हामी गाडीमा जाउँला। सबैजना यसो मिलेर फाइनली हामी यहाँ आइसकेको छौँ। ल अब फाइनली हामी यहाँ अलखुद भिलेज आइसकेको छौँ। अब यहाँबाट हामी र त्यहाँ गएर तपाईँहरूलाई हामी देखाउनेछौँ। र विशेष गरी आज हाम्रो यो के गरे के को हो यो प्रोग्राम हो? प्रवासी नेपालीहरूको किन ढिलो भयो? गाडी सबैलाई कुर्दाखेरि ठिक्क भयो नि त। अलखुद भिलेज आइसकेको छ र अब हामी अब रमाइलो ठाउँमा पुग्दैछौँ। त्यहाँ हाम्रो कुमलाल सर हुनुहुन्छ, सुजिदा हुनुहुन्छ। अब हामी बल्ल तर टाढा त टाढै रहेछ है? टाढै छ। 4 घण्टा त लाग्ने रहेछ। ल अब त्यहीँ गएर तपाईँहरूलाई देखाउने छौँ हामीले। यस प्रकार छ यहाँ हेर्नु। चाय चाय भाइ चाय। नमस्कार। यो भएछ भयो त्यो फिल्टर गर्छु। पानी फाल्नु पर्छ होला। यसलाई फिल्टर गर्नु। हजुर यही जस्तो लागेछ के रे? यही जस्तो लागेछ के रे? ल सुविधा, अब जाउँ। अब नास्ताको टाइम भयो। अब नास्ता गरौँ है। नास्ता गरौँ। पुरै आउनुपर्छ दाइको पनि। ल ल ल, अब नास्ता गर्न जाउँ। ब्लग बनाउने पर्नुभयो कि है? हजुर हजुर, उहाँ चाहिँ भ्लगमा सब्सक्राइब त अहिले एकछिनमा चाहिँ अब खाँदै गएपछि त दाइले चाहिँ पुरै बढाउनु पर्ने भयो नि। कता गयो? डन्डे भयो।
सानो छ यो भुजा चुरा पुग्यो भने फेरि थप्नु पर्छ है ल ल ल अझै एउटा प्लेट लिनु हामी पाले लाइनमै पानी पालो लक्की मान्छे हो 2 भाग ल अब यता राख्नु न नेपाली को संक्रांति यस्तै त झरने के बीचों बीच से चलना पड़ रहा है यार लाउनु नास्ता हातमा छ पानी छ अब हामी अब बस्ने ठाउँ खोज्दैछौँ तपाईँ देख्न सक्नुहुन्छ यहाँ ठाउँ त राम्रो भेट्यो धेरै ओमानको खोला यो है यस्तो छ हेर्नु पुरा ढुङ्गै ढुङ्गा वादी हाम्रो नेपाली भाषामा खोला बच्चा है यो बुढो भइसकेको रहेछ है ऊँट पालेको रहेछ र बाख्रा पालेको रहेछ है सब लोग इधर आ रहे हैं कैंप छोड़ के भाई अब इन्टरभल पछाडि फेरि यस्तो भयो अब पहिला फोन गर्नु पर्दैन सबभन्दा छिटो काम सबै पिकनिकमा रमाइलो गर्दैछन् है मलाई पनि गर्दाखेरि अस्ति अन्त निरजसँग गएको पूरा वादी वादी चारों तरफ आप देख सकते हैं बड़ी खाना खाऊं लाओ ना खाना खाऊं अब पानी से बात में प्लेट प्लेट तो त्या वाला क्या प्लेट प्लेट कहाँ छ प्लेट ल खाना खाने लाइनमा हो खाना खाने लाइनमा चाहिँ लाइनमा छ नि त क्युमा हुन्छ ल खानु पिकनिकमा सबभन्दा बेसी मासु खाने मान्छे यो हो वान्टेड मान्छे मासु त एउटा लाग्दो खाँदैछ मान्छेले मजा आयो होइन दाइ यो लाइनको सिधा प्लास्टिक छ कुरो बुझ्नु हो नि टिसु पेपर भन्दाखेरि लाइनमा आउनु पर्यो ग्लास भन्दाखेरि यो लाइनमा आउनु पर्यो प्लास्टिक भन्दा यहाँ आउनु पर्यो प्लास्टिक भन्दा गिलासमा आउनु भयो भने टिसु पेपर भएको मान्छे आऊ यहाँ बुझ्नु हो नि
धन्यवाद जानकारी र तपाईँ दाइमा बस्नुहोस् अब ख्याल गर्नुहोस् म एकचोटि मात्रै तपाईँलाई म काम दिन्छु एकचोटि काम दिन्छु किनकि अहिले म तपाईँलाई पहिलोचोटि भएको ल सुन्नु भएको छ नि अलिकति यता बस्नुहोस् न तपाईँ यता बस्नुहोस् साथीहरू यता बस्नुहोस् यो लाइन भन्दा बाहिर एकचोटि हिन्दी में एक बार चॉकलेट देगी तो खेलेगी क्या टिश्यू पेपर ये टिश्यू पेपर पर एक ग्लास एक पास का लाइन है ये पास का लाइन है चॉकलेट ही मिलेगा गिलास का लाइन है एक टिश्यू का लाइन है रेडी 1 2 3 गिलास बुझ्नु है त धन्यवाद अब एउटा तपाईँ पनि छैन प्लास्टिक ढिलो गर्नु होइन है प्लास्टिक कता तेरे का करने मान्छे कहाँ होला र सानी पानीको रिस गर्ने मैले भागे जानु फेरि भेटे ल यो सोमसर लाग्यो है सो गाइज पिकनिकमा रमाइलो भयो अब यहाँबाट हामी रिटर्न जाँदैछौँ र भिडियो पनि लामो भयो सो गाइज फेरि भेटौँला नेक्स्ट ब्लगमा सो ओके गाइज प्लिज डु लाइक शेयर सब्सक्राइब माई युट्युब च्यानल ओके बाय गुड नाइट